नमस्कार, म विक्रम बाबु केसी, पेशाले सिभिल इन्जिनियरिङ एवं वास्तु कन्सल्टेन्ट। आज 2082 साल 6 महिना 3 गते हाम्रो नेपाली मुलुकको अथवा हिन्दू धर्मको दोस्रो महान चाड दीपावलीको आज दोस्रो दिन लक्ष्मी पूजाको दिन। हामीले पहिलो भिडियोमा पनि लक्ष्मी पूजा गर्दै गर्दाखेरि लक्ष्मी यन्त्र कसरी बनाउने भनेर मैले पहिलो भिडियो अपलोड गरिसकेको छु र मैले पहिलो भिडियोमै अब यो घरमा हामीले सेफ लकरमा कसरी चाहिँ यन्त्र लक्ष्मी यन्त्र राख्ने, कसरी हामीले घरै चाहिँ यन्त्र बनाउन सक्छौं र हामीले पकेटमा राख्ने, हामीले हाम्रो पर्समा, हामीले हाम्रो पूजा कोठामा अथवा सेफ लकरमा राख्न सकिन्छ भनेको जस्तै हामीले यो सेम त्यस्तै गरी हामीले यन्त्र, हामीले पेशा वृद्धि यन्त्र अथवा व्यवसाय वृद्धि यन्त्र कसरी बनाउन सकिन्छ र यो व्यवसाय वृद्धि यन्त्रलाई कहाँ राख्दाखेरि त्यसको प्रतिफल हुन्छ भनेर मैले अर्को भिडियोमा राख्छु भनेर भनेको थिएँ। त्यसैगरी त्यही बिजनेस यन्त्र अथवा पेशा वृद्धि यन्त्र अथवा व्यवसाय वृद्धि यन्त्र बनाउनको लागि म आफ्नो अफिसमा, म आफ्नो कार्यालयमा छु। तपाईहरु पनि तपाईहरुको पसल छ, तपाईहरुको कार्यालय छ भने तपाईले आफ्नै अफिसमा बसेर गराउँदाखेरि, आफ्नै कार्यालयमा काउन्टरमा बसेर त्यो यन्त्र निर्माण गर्दाखेरि त्यसको लाभ अलि अझ बढी हुन्छ। म अब तपाईहरुलाई कसरी चाहिँ त्यो व्यवसाय यन्त्र बनाउने त्यसको डेमो देखाउँदै छु। अब हामीले पहिलो भिडियो बनाएको जसरी पहिलो भिडियोमै युज हुने सामग्रीहरू हामीले एमा पनि त्यही सामग्री प्रयोग गर्छौं। त्यसको लागि कुन सामग्री प्रयोग गर्ने भनेर तपाईले मेरो फर्स्ट भिडियो पनि हेर्न सक्नुहुन्छ। जस्तै हामीसँग यो भिडियोमा युज गरेको सामग्रीहरू यो अनारको पेन्सिल हो, अनारको पेन्सिल आँपको अथवा त्यसपछि हाम्रो यो सामग्रीहरू चाहिँ छ। सिमरिकको छ, पहेँलो सिमरिक, रातो सिमरिक, अनि त्यसपछि गाईको दुध, अनि हाम्रो गंगाजल यसैमा मिश्रित छ। त्यसैगरी अब हामीले यो व्यवसाय यन्त्रलाई यसरी तपाईले यो डेमोमा देख्न सक्नुहुन्छ। यसरी हामीले एउटा बक्स बनाउँछौं र यसलाई कसरी बनाउने भन्दाखेरि अब पहिले नै हामीले भनेको जस्तै पहेँलो पेपर, हामीले यसको लागि एउटा पहेँलो पेपर ल्याउँछौं, उपयुक्त साइजको पहेँलो पेपर ल्याउँछौं। हामीले यसलाई अलिकति थोरै उग्राउन हामीसँग अलिकति गंगाजल पनि छ, गंगाजल पनि हामीले थोरै एड गर्छौं। गंगाजल त्यसैमा गाईको दुध पनि एड गर्छौं। त्यसपछि हामीसँग यो केसरको पनि छ र हल्दीको पनि छ। अब यसको लागि हामीले पहिले यो पेपरलाई उपयुक्त साइजमा काट्छौं। यदि तपाईसँग पहेँलो पेपर, येलो कलरको पेपर छैन भने तपाईले व्हाइट पेपर पनि युज गर्न सक्नुहुन्छ। यसैगरी फोटोकपी पेपरमा पनि युज गर्न सक्नुहुन्छ। तर यसकोमा चाहिँ हजुरहरूले यो बेसारको लेपन लाउनु भयो भने अझ राम्रो प्रतिफल दिन्छ। मसँग चाहिँ पहेँलो पेपरै छ र यसलाई मैले उपयुक्त साइजमा, हामीलाई आवश्यक उपयुक्त साइजमा यो पेपरलाई अब हामीले यो 9x9 इन्चको पेपर साइजमा हामीले श्री यन्त्र, यो बिजनेस क्यास यन्त्र चाहिँ गराउँछौं र यसको डेमोको लागि हामीसँग यसमा अलरेडी मेक छ। यो 16 वटा कोठाको छ र यो 16 वटा कोठामा नम्बरहरू छ। यसलाई नम्बर एज इट इज यसमा जुन नम्बर छ हामीले यसै गरी राख्छौं र चारतिर स्वस्तिक निर्माण गर्छौं। यसको लागि म अब यहाँ बनाउन सुरु गर्छु। हाम्रो मिटर छ, हामीले अनाको लागि चाहिँ सुरु गर्छौं। हामीले कलर दिएछौँ, वाइट कलर पछि कलर दिएछौँ गर्छौं। त्यसपछि हामीले बनाउँछौं। त्यसको लागि अनाको काट्ने युज गरेर के हुन्छ, एउटा बक्स, दुईटा बक्स, चार बक्स, त्यसरी एउटा बक्स, दुईटा बक्स, चार बक्स। हामीले आफै बनाउँदा यसको कलर हुन्छ। मतलब आइ किन भन्दा हामीले सार्न गइसकेर त्यसमा सार्न गइसकेपछि बनाउँदा एकदम सिधै हुन्छ। हाम्रो यो अनि मोटो भएर बसिरहेको छ। अब हामीले भित्र लेख्नलाई एकदम मसिनो पेन्सिल युज गर्छौं। यसैको बनाएर हैन भने हामीले यसलाई भाप्न सकिन्छ। अथवा एकदम मसिनो पेन्सिल युज गर्दाखेरि अझ राम्रो दिने भावनाले हामीले यसलाई, अब हामीले यो अक्षरहरुमा सबैभन्दा पहिले सानो अक्षरबाट सुरु गर्छौं। जस्तै हामीले एमा 1 लेख्दैछौं, 1 लेख्यौं। अनि यो बक्स भित्र भएको
सबैभन्दा सानो अक्षरबाट सुरु गर्ने 1 त्यसपछि हामीसँग 2 छ अनि यो जुन बक्समा लेखेको छ त्यही बक्समा लेख्नुपर्छ 1 अनि त्यसपछि यहाँ हामीले 2 लेख्यौं त्यसपछि हाम्रो 3 छ र हामीले यहाँ 3 लेख्यौं त्यसैगरी हाम्रो 4 छ र 4 यो कर्नरमा छ 4 त्यसपछि हाम्रो छ 6 हाम्रो यो कर्नर 3 को नजिक छ 6 यो कर्नर छ 2 छ त्यसपछि हामीले यो पावरफुल नम्बरलाई पावरफुल चिजले बाउन्ड्री गर्छ हामी चाहिँ बाउन्ड्री गर्ने अब स्वस्तिकबाट बाउन्ड्री गर्छौं यो सबै क्लकवाइज बनाउनु होला यो स्वस्तिक निर्माण गर्दै गर्दाखेरि हामीले एक अर्कोलाई यो क्रस गरेर काट्नु चाहिँ हुँदैन धेरै मान्छेले हाम्रो स्वस्तिक निर्माण गर्दा सिधै काट्नुहुन्छ त्यसले प्रतिफल दिदैन यसरी गराउनुस् अनि सबैलाई क्लकवाइज घुमाउनुस् पहिले क्लकवाइज त्यसपछि फेरि यसको यसरी क्लकवाइज यसै गरी यसरी गराउनुस् क्लकवाइज त्यसपछि हामीले यहाँ सिरी श्रिम लेख्न सक्छौं श्रिम यसरी हाम्रो यो बिजनेस क्याश बक्स यन्त्र निर्माण भएको छ बिजनेस क्याश बक्स यन्त्र यो हामीले आफै हाम्रो अफिस टेबलमा निर्माण गरेको बिजनेस क्याश बक्स यन्त्र हो यसलाई हामीले लक्ष्मी पूजा अवधिभर यसलाई पूजा गर्ने ठाउँमै राखेर यसलाई पूजा गर्छौं त्यसपछि हवन पनि गर्छौं यसलाई सँगसँगै एनर्जी यसलाई अझ बढी एनर्जी एलाइन गर्छौं हाम्रो अहिले एकदम पावरफुल समय छ एकदम पावरफुल समयमा यसलाई मन्त्रहरू एप्लाई गरेर लक्ष्मीको मन्त्रसँग यसलाई सँगसँगै पूजा गरेर हवन पनि गराइसकेपछि यसको अझ बढी अझ पावरफुल यन्त्र बन्छ र यसलाई हामीले अफिसको टेबलमा अफिसको काउन्टरमा राख्यौं भने यसले राम्रो प्रतिफल दिन्छ यसरी पावरफुल समयमा बनाएको यन्त्र धेरै अमूल्यमा पनि जान्छ अहिले त यसलाई मैले आफ्नो पर्पजको लागि आफ्नो पर्सनल पर्पजको लागि मात्र बनाएको हो यो भन्दा पहिलो
वर्षमा मैले यसै गरी पावरफुल यन्त्र नभएर मैले हाम्रो यो मयूरको प्वाँखको स्वस्तिक निर्माण गरेको थिएँ र एउटा मयूरको प्वाँखको स्वस्तिक मात्र हाम्रो नेपाली 25,000 सम्म पनि गएको थियो। त्यसले राम्रो रेमेडी दिएको थियो, त्यसलेबाट राम्रो प्रतिफल आएको थियो। यसै गरी तपाईहरुले यहाँबाट पर्चेस गर्नुभन्दा पनि आफै बनाउनु भयो भने एकदम उपयुक्त हुन्छ। हाम्रो यो यन्त्र वास्तु रेमेडीमा हामीले वास्तु रेमेडी गर्दै गर्दाखेरि यी यन्त्रहरूको तपाईलाई रेमेडीको सामानमा यी यन्त्रहरू पनि उपलब्ध गराउँछौं र हामीले अरु दिन गराउनु भन्दा यो वर्षमा एकपटक को यो लक्ष्मी पूजाको दिनै निर्माण गरेको यी यन्त्रले अझ बढी प्रतिफल दिने, अझ राम्रो रिजल्ट आउने हुनाले यी दिनमा निर्माण गरेका यन्त्रहरू धेरै कस्टली पर्न जान्छन्। हस्, धन्यवाद।